म बिस्तारै बिस्तारै गरेर अगाडि बढ्दैछु। हजुरहरूले हेर्न सक्नुहुन्छ। अब हामी केही समयमा सेल्सबेरी आउँदैछौँ। यो चाहिँ पानी परिरहेको छ, शीतल छ। हजुरहरूले हेरेर इन्जोय लिनुहोला। बिस्तारै बिस्तारै अगाडि बढ्दैछु। अलिअलि पानी परिरहेको छ, शीतल छ, हेर्न आनन्द आइरहेको छ। मध्याहको अहिले ठ्याक्कै 3 बजेको छ। म सातो बाटोको वरिपरि छु। हेर्न सक्नुहुनेछ सातो बाटो युथ क्लब। उता साइडको चाहिँ धापाखेल जाने बाटो भयो, उता साइडको हात्तीबन जाने बाटो भयो। हेर्न सक्नुहुनेछ फलफुलहरू। सेल्सबेरी भयो, हेर्न सक्नुहुन्छ सेल्सबेरी। मैले सातो बाटोको परिसरमा आएको छु। हजुरलाई यहाँको भिडियो देखाइरहेको छु। हेरेर इन्जोय लिनुहोला। मेरो भिडियो कस्तो लाग्यो कमेन्टमा लेखिदिनुहोला। पानी परिरहेको छ। सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। यो चाहिँ सेल्सबेरी हो। नमस्ते साथीहरू। आज झमझम पानी परेको बेलामा यसो हिँडेको है साथीहरू। मजा आइरहेको छ। रुखहरूको अलिअलि धुलो पनि सफा भएको छ है। हेर्न सक्नुहुनेछ। दिउँसो यसो बाहिर निस्किएको, मजाले पानी पर्यो है। यही बेलामा मोटरसाइकलको आवाजहरू पनि ठुलो ठुलो छ साथीहरू। हजुरले हेर्न सक्नुहुनेछ। हामी बिस्तारै बिस्तारै अगाडि बढिरहेको छौँ। हेर्न सक्नुहुनेछ रुखहरू। झमझम पानी परिरहेको छ बाटोमा। हिँड्दा हिँड्दै मैले पानी परिरहेको भिडियो हजुरहरू समक्ष ल्याउँदैछु। हेरेर इन्जोय लिनुहोला। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सक्नुहुन्छ यो चाहिँ महेन्द्र आदर्श विद्यालय सेकेन्डरी स्कुल। यो चाहिँ म सातो बाटो आउँदैछु। यता कुमलटारबाट सातो बाटो आउँदै गर्दाको दृश्य हो यो चाहिँ। मल्टिपर्पज
सातो बाटो आइसके। सातो बाटोबाट अलिकति अगाडि बढ्दैछु। पानी परिरहेको छ। सबैजना आफ्नो गन्तव्यतर्फ जाँदै हुनुहुन्छ, हेर्न सक्नुहुनेछ। हेर्न सक्नुहुनेछ यता सातो बाटोबाट यता कालचिखेल महालक्ष्मी थान आउने बाटो भयो। हेर्नुहोस्, फ्लो बढिरहेको छ, पानी परिरहेको छ। आफ्नो जेब्रा क्रसिङमा आउने जाने क्रम भइरहेको छ। मानिसहरू ओर्लिने चढ्ने हेर्न सक्नुहुनेछ। यो चाहिँ सातो बाटोबाट यतापट्टि जाँदै गरेका साधनहरू भए। उतापट्टि साइडको चाहिँ कोटेश्वरतर्फ घरकोतर्फ जाने साधनहरू भयो। यो चाहिँ हेर्न सक्नुहुन्छ, हावा लागिरहेको छ। जस धुलो उडेको छैन, अहिले चाहिँ पानी परेको भएर होला। क्लियर छ बाटो, धुलो उडेको छैन, पानी परिरहेको छ। हेर्न सक्नुहुन्छ, म चाहिँ अहिले ठ्याक्कै सातो बाटोभन्दा अलिकति अगाडि यता कालचिखेल महालक्ष्मी थान जाने पुल माथि छु। यताको भ्यू यस्तो देखिन्छ, हेर्न सक्नुहुन्छ। जेब्रा क्रसिङमा साधनहरू रोकिने लाइट अनुसार आउने जाने क्रम बढिरहेको छ। पानी परिरहेको छ। यता पनि जेब्रा क्रसिङमा साधनहरू अडिरहेको देख्न सक्नुहुनेछ हजुरले। आउने जाने क्रम भइरहेको छ। भर्खर ट्राफिक लाइट ओपन भएको छ। म अहिले कुसुन्तीमा छु साथीहरू। म चाहिँ अहिले एकान्त कुना आएको छु, हेर्न सक्नुहुन्छ। एकान्त कुना आइपुग्न लागिसकेको छु। त्यही वरिपरिको भ्यू हजुरलाई देखाइरहेको छु, हेर्न सक्नुहुन्छ।
रुखहरू अलि चाहिँ यता पानी परेको रहेनछ। छेउछेउमा रोपेको रुखहरू पनि ठुलो ठुलो भइसकेको छ। यताबाट यस्तो भ्यू देखिन्छ, हेर्न सक्नुहुन्छ बाटो। यता साइडमा फुलहरू, यहाँ बाटो बन्दैछ, यतापट्टिको चाहिँ रोकेको रहेछ। हाउजिङ, उताको बस्ती, अनि यो मन्दिर देखियो त्यहाँ पारी। चोबार माथिको मन्दिर हो यो। यता बन्दैछ बाटो। त्यो राम्रो फुल फुल्या रहेछ हेर्ने। हिबिस्कस हो क्या अरे यो फ्लावरको नाम? कमेन्टमा लेखिदिनु होला कुन फ्लावर हो हजुरले। हेर्न सक्नुहुन्छ यताको माथितिरबाट आउने एकान्त कुना तलतिर आउने बाटो भयो। यहाँ चाहिँ बाटो बन्दैछ, डोजर आउँदै गरे देख्न सक्नुहुनेछ हजुरले। यताको भ्यू राम्रो देखिन्छ, पहाड देखिन्छ, हेर्न सक्नुहुन्छ कति राम्रो छ। बाटो राम्रो बनेको छ, छेउछेउमा ग्रिनरी बोडी बिरुवाहरू रोपेको छ, हेर्न सक्नुहुन्छ। हाउजिङहरू देख्न सक्नुहुन्छ हजुरले। हरियाली हरियाली रुखहरूले गर्दाखेरि हरियाली देखेको छ। यता साइडमा पनि यो रुखहरू छ, हेर्न यो सिरिज नै हो कि जस्तो लाग्छ। त्यो पारीको डाँडा चाहिँ उता चोबार जाने चोबारै हो। त्यो चोबारभन्दा माथि चाहिँ बुद्धिस्ट टेम्पल छ, त्यही नै हो जस्तो लाग्छ मलाई। हजुर हेरेर मलाई कमेन्टमा लेखिदिनु होला। हेर्न सक्नुहुन्छ पानी परेर एकछिन रोकिएको छ यता चाहिँ। यहाँ पनि यस्तो खालको हिबिस्कस फुल्या रहेछ। अलि मल नपुगे जस्तो लाग्यो यो प्लान्टहरूमा चाहिँ, तर फुल्दै रहेछ। मल त हाल्नु भएको होला। बाटो बन्दै रहेछ यो लेन चाहिँ, मलाई भिडियो बनाउन सजिलो भयो। बाटो बन्दै रहेछ जे लगभग एकान्त कुना नै भन्छ यसलाई। हेर्न सक्नुहुन्छ साइडमा रोपेको फुलहरू। ललितपुर महानगरपालिकाले बोट बिरुवाहरू रोप्ने, फुलहरू रोप्ने एकदम राम्रो काम गर्नुभएको छ। कति राम्रो फुलेको छ हेर्न सक्नुहुन्छ। मजाले हावा लागेर यो बेलामा हल्लिरहेको छ। यहाँ पनि फुलेको रहेछ। यता चाहिँ बन्दै रहेछ, हेर्न सक्नुहुन्छ बाटो बन्दै रहेछ। हिबिस्कस येल्लो प्लस अलि रेड रहेछ। त्यहाँ उतापट्टि साइडमा ड्राइभिङ सेन्टर देख्न सक्नुहुनेछ हजुरले। बस्तीतिर बाक्लो छ, हाउजिङहरू बिल्डिङहरू पनि रहेछ। भिडियो सुरुदेखि अन्तिमसम्म हेरेर इन्जोय लिनु होला। कस्तो लाग्यो कमेन्टमा लेखिदिनु होला। फाइनली म उडी चुप्पा आइसकेँ। हेर्न सक्नुहुन्छ उडी चुप्पा। लैजानुहोस् चुप्पै चुप्पा भनेर एउटा हाम्रो एलिना सिस्टरले एउटा व्यापार सुरु गर्नुभएको छ। उहाँको एकदम कामको लागि म एप्रिसिएट गर्छु।
पोतेहरू त्यस्तो खालको रहेछ। पोते भयो कुन चाहिँ मनपर्छ यहाँ भएको पोतेहरू भयो। भिड छ राम्रो राम्रो ज्वेलरीहरू आएको रहेछ है अहिले 30 को लागि। ज्वेलरीहरू चुरा छ, चुरा देखाउँदैछु। यस्तो माला चुराहरू, साउनको चुरा राम्रो राम्रो रहेछ। साउनको चुरा चाहिँ उडी चुप्पा। हेरेर इन्जोय लिनुभएकोमा धेरै धन्यवाद।